गएर अनि हामी बेलुका 6 बजे फिर्दाखेरि जम्मा 10,000 15,000 कमाउँछौँ। यथार्थ हो। त डिएक्सनमा चाहिँ हामी सोच चाहिँ लाखौँ कमाउने सोच राख्छौँ, तर त्यो प्रति जुन हाम्रो समय बलिदान भनेको एक रति पनि भएको हुँदैन हैन। अनि आम्दानी हुने कुरा भएन नि त। त्यस कारण चाहिँ यो फ्याक्ट्रीलाई तपाईले मूल्याङ्कन गर्नुहोस्। अनि अर्को कुरा यहाँ के भन्दैछु भने अहिले पनि नेपालमा यस्ता खालका डिएक्सन जस्ता धेरैवटा कम्पनी दर्ता भएका छन्, लगभग 22-23 वटा छन् हैन। सबैले वान ओन वान मार्केट भन्छन्। हजुरहरू अन्यथा नसोच्नु होला कि यो मात्रै मैले राम्रो बनाउन खोजेको होइन, तपाईले यो भेट्ने कुरा हो हैन। तपाईले गुगलमा चाहिँ 100 टप डाइरेक्ट सेलिङ कम्पनी टाइप गर्नुभयो भने डिएक्सन कम्पनीमा अहिले वर्ल्डमा 15 नम्बरको र्याङ्किङमा छ विगत 18 वर्षदेखि 2018 देखि अहिलेसम्म। अनि नेपालमा चाहिँ तो 100 डाइरेक्ट सेलिङको लिस्टमा पर्ने मात्रै डिएक्सन हो कि नेपालमा। त्यस कारण हामी हो गुगलमा चाहिँ वान ओन वान मार्केट टाइप गर्नुहोस्, डिएक्सन आउँछ कि अरू कम्पनी आउँछ? डिएक्सन आउँछ। कष्ट छ तपाईको हातमा 50,000 को फोन छ, तपाईको हातमा 1 लाख को फोन छ, अनि कोही मान्छे आएर हैन त्यो चाहिँ वान ओन वान मार्केट भन्छ, त्यो चाहिँ वान कन्ट्री हो हैन। यो चाहिँ वान ओन वान मार्केट हो होइन जस्तो लाग्छ भने तपाईले गुगलमा वान ओन वान मार्केट टाइप गर्नुहोस्। र हाम्रो कम्पनी चाहिँ अहिले पनि 2018 देखि सुरु अहिलेसम्म 15 नम्बरको र्याङ्किङमा परेको कम्पनी हो। अन्त चाहिँ नाम के छ भने रियल प्रोडक्ट। तपाईलाई मैले प्रश्न बताउन चाहन्छु भने डिएक्सन मात्रै संसारमा यस्तो कम्पनी हो जसले चाहिँ A देखिको Z सम्म प्रोडक्ट आफै गर्छ। तपाईँ आफै हेर्नु। दोस्रो चाहिँ डिएक्सन कम्पनीको जुन सिस्टम छ हेलो केही महिना अगाडि मैले गर्नुभयो के माग गर्नुभयो भने धेरैवटा डाइरेक्ट कम्पनी तपाईले मलाई 3.5 लाख रुपैयाँ दिनुभयो भने लगभग 4 लाख मिलेर मैले मलाई भने हामी 3-4 हजार अथवा 3-4 रुपैयाँ दिएर 3-4 लाख दिएर कोही मान्छे हामी किन्दैनौँ, त्यसरी किन्दैन। 2011 को सेप्टेम्बर 1 तारिकमा मेम्बर भएर हिँडेको मान्छे अहिले चाहिँ एक्जिक्युटिभ डबल डायमन्ड मेरो टिममा लगभग 18,000 साथीहरू हुनुहुन्छ हैन। 35-40 वटा राष्ट्रमा चाहिँ बिजनेस भइरहेको छ। त्यो समयमा मलाई पनि लाग्थ्यो होला नि त 4 लाख रुपैयाँ दिन पाए मेरो पर्फेक्ट पाउँथे कि। आज हाम्रो मेन्टेन सर्भिस मैले त्यसका लागि क्राउन डायमन्ड हुन्थ्यो त त्यो बेलामा जुन बेला उहाँ मेम्बर भएर चाहिँ अहिले क्राउन मास्टर हुनुभयो, अब त्यही क्राउन मास्टरको पद किन्न डिएक्सनमा पाइँदैन क्या। अनि अहिले पनि मान्छेलाई भ्रम के छ भने 2-4 लाख रुपैयाँ दिइहाले त हरेक चिज पाइने रहेछ किन्न, पैसा भएपछि सबै पाइन्छ। डिएक्सन त्यस्तो प्लेटफर्म होइन कि तपाईँले किनेर पाउने। त्यस कारण अहिले पनि 32 वर्षको डिएक्सन आएको छ। यो कुरा तपाईँले बुझ्नुहोस्। अर्को चाहिँ रियल स्टोरी डक्टर लिङको अरूको स्टोरी होइन, तपाईँले याद गर्नु होला। डक्टर लिङको आफ्नो स्टोरी हो जहाँ कि डिएक्सन कम्पनी निर्माण गर्नुभन्दा अगाडि 10 वर्षको लामो रिसर्च पछाडि डक्टर लिङले यो कम्पनी निर्माण गर्नुभएको र चाहिँ रियल लिडर। यहाँ मैले फेरि अर्को थोरै दुःख दिन चाहे साथीहरूलाई। कतिजना हुनुहुन्छ डायमन्ड साथीहरू एकचोटि हात उठाइदिनुहोस् त। डायमन्ड साथीहरू यति धेरै साथीहरू हुन्छ। कोही साउदीबाट, कोही दुबईबाट, कोही कतारबाट, कोही बहराइनबाट, कोही मलेसियाबाट हैन। यो चाहिँ कुनै पनि व्यक्ति यहाँ आएर कुनै एउटा अनुभव सेयरिङ गर्छ भने उसले आफ्नो रियल अनुभव सेयरिङ गरेको छ। जस्तो हाम्रो अघि एकजना भीम दाइले यहाँ आएर आफ्नो अनुभव सेयरिङ गर्नुभयो। कुनै समयमा हामी त्यतिखेर मलेसियामा थियौँ,